साथीहरु हिँड्यो काठमाडौँबाट लगभग 8:30 बजे राति है 8:30 बजे राति ठ्याक्क लाएर चाहिँ यो के भन्छ कलङ्कीबाट क्रस गरियो। ल अब यो बाटोको कहाँ भन्ने त अब ठ्याक्कै थाहा छैन। गुर्जुधारा के आउनु लाग्यो होला, नैकाप सैकाप आउनु लाग्छ जस्तो लाग्छ। यस्तो छ, राति चाहिँ खुला छ है बाटो, यतिको खुला सबै हुने भने चाहिँ लगभग काठमाडौँबाट गोर्खा लगभग गाडीमा राम्रै हाइलक्स गाडीहरूमा चाहिँ लगभग 3 घन्टा जतिमा त पुगिन्छ होला भन्ने अनुमान हो। तर बाटो चाहिँ खुल्ला हुनु पर्यो, सबै पिच हुनु पर्यो। ठाउँ ठाउँमा अहिले त बिग्रिरहेको छ होइन। अहिले यस्तो छ बाटोको स्थिति। हामी कति 8:35 मा कलङ्की क्रस गऱ्यौँ भनेपछि गोर्खा कति बजी पुगिँदो रहेछ है त आज ठ्याक्क लाएर म अब सबै एज अ होल त खिच्न मिलेन। म ठ्याक्क जक्सनमा खिचेर जोडेर हेर्छु है त। ल यहाँबाट चेकिङ हुँदै रहेछ है त ठ्याक्क लाएर। ल